ले त एउटा उदाहरण मात्रै हो, यस्तो कति छ कति उदाहरण। यो त सबै परदेशीहरुको पीडा होला नि है। सबै परदेशी हाम्रो मात्र हैन कि सबै परदेशीको पीडा होला नि। मलाई त्यस्तो लाग्छ कि अरूलाई सन्देश दिन सक्छौ कि भनेर यो गराएको हैन र। दाइ नमस्कार। भाइ के छ हाल खबर? सन्चै ठिकै छ। अरु दाजुले त नयाँ फोन देख्छु त मैले। ल ल अर्को भाइ खै त यहाँलाई फेरि नयाँ देख्छु मैले त। ए त्यो भाइ त हिजो गर्मीमा धेरै काम गर्यो कम्पनीमा, त्यही भएर बिरामी भएर सुतिरहेको छ होइन। हो र? कहाँ हो रुम? रुम त हाम्रो यहीँ अगाडि हो क्या, त्यो मार्केट छ नि त्योभन्दा 2-4वटा घरभन्दा अलि यता नजिकै छ भनेपछि यहाँदेखि नजिकै छ नि। अनि भाइ आज कता कहाँ घर आएको? ए आज मेरो छुट्टी हो, अनि छुट्टी भएर यसो रुममा बस्दा बस्दै बोर लाग्यो क्या दाइ होइन, त्यही भएर यसो पार्कतिर घुम्न जाऊँ होइन। अनि अस्ति भाइहरूसँग नि कुरा गर्न पाएको थिएन, पार्कतिरै भेटिन्छन् जस्तो लागिरहेको थियो क्या मलाई फेरि। अनि त्यही भएर फेरि यसो आइयो, आएपछि भाइहरूसँग भाग्य त राम्रै छ क्या, सौभाग्यले भेट भइहाल्यो। आज नयाँ दाइसँग नि भेटघाट भइहाल्यो, धेरै खुसी लाग्यो। अस्ति फेरि तपाईँ पनि बिजी हुनुहुन्थ्यो नि त, पुरै गर्न पाइएन क्या होइन, कुरा भएन क्या अस्तिदेखि पुरै गर्न पाइए होइन। यसरी टाइम निकालेर होइन बसौँ, केही मिठा गफ गरौँ होइन, दुःख सुख हुन्छ नि त परदेशमा, त्यही त नि होइन दाइ। अनि त्यही भएर यसो आएको थिएँ, अनि भेटिहाल्यो। त्यो सौभाग्य भनौँ कि अब के भन्छन् बुझाउनै छैन। अनि आएको त धेरै भयो तपाईँ होइन, के छ कस्तो छ त कमाइ कजाइ भर्सर बनाइयो होला नि त नेपालमा। कतितिर आउनु भएको साँच्ची तपाईँ यार? म त आएको त 6 वर्ष जति भइसक्यो होइन। अब सन्तुष्टि नै होला नि। सन्तुष्टि नै हो। अब कोरोनाको समयमा आएको टेन्सन त अब त्यति बेलामा होइन, कमाइ त ठिकै थियो, बिचमा अलि फेरि चल्ने, फेरि अहिले घाम तापिरहेछ कम्पनीले होइन। म त होटेलमा जब गर्छु होइन, त्यस्तै नै छ। पैसा त त्यति बेला त तिरेकै हो नि। अब कति तिर्ने भनेपछि 1,20,000 तिरेको, यानि 6 वर्ष अगाडिको कुरा होइन। अब खै तिरिन त अब सबै कुरा गाह्रै छ, अब सरकारले हेर्दैन। अनि आफूले कति तिरिरहेको? हामीले त 2 तिरे है, 2 त नछोडेर लगायो नि 2 त यार है। के हो बुझ्नै गाह्रो छ यार। तपाईँको कतिवटा तल 2 तिरेको, त्यो अफिस रहेछ नि त तल्लोको साइडमा 2 तिरेको त्यहाँ है। अब त्यहाँ 10,000को चाहिँ सिग्नेचर गरायो हामीलाई। अब पैसा लियो तलदेखि 2 लाख रुपियाँ। अब के गर्ने हो है, अब यस्तै छ। अब नेपालमा जहाँ पनि भ्रष्टाचार छ सबैतिर होइन। अब के चाहिँ यसलाई रोकथाम गर्न सकिन्छ, के कसो छ है साथीहरू। अब के गर्ने हो, अब आउँदाखेरि पनि अब अलि साथीहरू आउँदै हुन्छ भने सतर्कता अप्नाएर दलालीहरूलाई चाहिँ अब हुन्छ नि, दलालीहरू चाहिँ डाइरेक्ट कम्पनीमा चाहिँ मेन पावरसँग चाहिँ अब सम्पर्क गरेर लिङ्क राखेर सम्पर्क गरेर चाहिँ आउन हुन चाहिँ अब के गर्ने। अब नेपालमा यस्तो हो कि अब सबैलाई थाहा छ क्या होइन, अब जिरो कस्ट हो होइन। यतैको कम्पनीहरूले दिन्छ सबै होइन, टिकट दिन्छ, भिजा दिन्छ, यहीँको कम्पनीले दिने हो नि त होइन। त्यो त फेरि भिजा जाने हो र पनि त्यो थाहा हुँदाहुँदै पनि हाम्रो बाध्यता के हो भनेपछि हो त्यही हो कि कुरा। अब नेपालमा रोजगार छैन हो कि नै, सबैलाई थाहा भएकै कुरा हो। यदि नेपालमा रोजगार भएको भए को विदेशी थियो 2-3 लाख 4 लाख 5 लाख तिरेर खाडी बोलेको होइन। अनि जे चिजमा पनि राजनीति छ, खेतीबाली गर्नु सकिँदैन होइन। त्यही भएर अब यो भ्रष्टाचारलाई पनि अलिकति जाक्नै पर्ला जस्तो छ। हामीहरू विदेशदेखि फर्केपछि विदेशबाट गयो भने पनि हाम्रै रेमिटेन्सले के देश चलिरहेको छ होइन, अर्थतन्त्र धानेको छ नि त। तर हामी परदेशी नै जाँदाखेरि एयरपोर्टमा के हुन्छ, कम त कडा चेक गर्छ। हामी त नेपालको नागरिकै होइन जस्तो छ नि त। हामी त जतादेखि भए पनि थिचोमा छौँ, पीडित छौँ क्या हामी। हो नि, त्यही त छ नि। तर खास गरी त है अलिकति राज्यले पनि अलिकति उसले हेर्नुपर्ने कुरा हो नि। जस्तै के कति गइरहेको छ होइन, के कतिमा गइरहेको छ, कति लगानी लगाएर गइरहेको छ, यो कुराले अलिकति हेरिदिएको भए जे चिजमा पनि तपाईँहरू खुसी त हुनु न नि होइन। त्यहाँको नेपालको राजनीतिकबाट छँदै छैन क्या राजनीति देख्दा त मलाई दिक्क लाग्यो। नेपालको बाध्यता छ, सबैतिर राजनीति छ, राजनीति गर्ने झोला बोक्ने एमाले काङ्ग्रेस माओवादी भन्नु
हो त त्यो झोला बोकेर हिँड्नेहरूको पार्टीको झोला बोकेर हिँड्नेहरूलाई त लाई बनेछ अध्यक्ष सदस्य बनाएका छन् है अस्ति तपाईँको हेर्नु न त्यो 10 नपढेको उसलाई शिक्षा मन्त्री बनाइदियो त उसको अलिकति के एउटा दुइटा बकबक गरेको थियो है एउटा दुइटा उसको सपोर्टमा बोलिदियो शिक्षा मन्त्री बनाइदियो नि त त्यस्तै छ हालतै त्यस्तै छ अब हामी गएर त्यस्तै गऱ्यो भने सकिँदैन क्या हामी अलि तल्लो लेभलकोलाई त छिचेरै मार्छन् हामीलाई पार्टीको सरकार भएन हामीलाई वैदेशिक यात्रा गर्दाखेरि हामीलाई चाहिँ यो लागत अनि तनाव दिनु भएन किनभने हामी तनाव हुन्छ कसैको ऋण काटेर आएको हुन्छ धेरै तनाव हुन्छ होइन यो त सबै परदेशीहरूको पीडा होला नि है सबै परदेशी हाम्रो मात्र होइन कि सबै परदेशीको पीडा होला नि मलाई त्यस्तो लाग्छ यो त हामीले त एउटा उदाहरण मात्रै हो यस्तो कति छ कति मेन पावरबाट आउँदाखेरि 2 लाख 3 लाख तिर्नुपर्छ यहाँ आउँदाखेरि सप्लाईको अझ त्यसमा दलाल लाग्यो भने त 2.5-3 लाख रुपियाँ भन्दो रहेछ नि होइन दलालले त्यही 50-60 हजार अनि त्यहीमा अरू के छन् त्यसमा होइन ओरिएन्टेसन क्लासमा त त्यो त उसले छुट्टै दिने कुरा हो नि होइन त्यो मिलाउने कुरा हो नि त मेन पावरले त्यहीमासम्म 10,000 2,000 1,000 लिन्छ हेरी मान्छे हेरी है अनि साथीहरू हामीले त्यो 2 लाख तिरेर पनि फेरि हामीले यहाँ कम्पनीमा आइसकेपछि आफ्नो खुन पसिना बगाएर गाली खाएर नेपालको लागि हामीले कति बलिदान दिइरहेछौँ हो नि यो नेपाल सरकारले बुझेको छैन अझ दुःख दिने गरेको छ एयरपोर्ट जाँदा होइन एयरपोर्ट जाँदा हो त यहाँबाट नेपाल फर्केर जाँदा एयरपोर्टमा कति दुःख दिएको हुन्छ त्यो पुलिसहरूको व्यवहार हेर्नु चेक गर्ने राम्रो कुरा हो सेफ्टीको लागि अनि त्यसपछि त्यहाँदेखि कति युवाहरूलाई लछार पछार गरेको हो नि त्यहाँ यताउता धक्कामुक्की गरेको यस्तो धेरै उयोहरू भइरहेको के यसको लागि सजाग गर्नको लागि हामीले यो हाम्रो च्यानल मार्फत पनि हामीले अरूलाई सन्देश दिन सक्छौँ कि भनेर यो गराएको होइन र ल ठिकै छ अब ऊ भाइलाई भेट्न जाउँ न त म पनि यसो फ्री छु जाउँ न हुँदैन जाम न उता बिराम भएर लास सुतिरहेछ जाम हैन उतै हुन्छ जाम धेरै नै बिरामी भयो जस्तो थियो भाइ पनि अब